सम्पूर्णमा शिवा नमस्कार। स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। आजको हाम्रो यात्रा चाहिँ मूलघर हुँदै मावलासम्मको छ। हाम्रो यात्रा चाहिँ एकदम कठिनसँगै एकदम यादगार रहेको छ। बाँकी कुरा यो भिडियोमा हेर्नुहोस् है त। कस्तो अँध्यारो देख्यो। फाइनली हामी चाहिँ यहाँ माङटेन पुग्यो। अब माङटेनदेखि हामी पारी जान्छौँ। हामी पारी गइन्छ। अब यहाँदेखि चाहिँ पैदल हो। अब हाम्रो डन आउन बाँकी छ। हाम्रो डन पनि हामीसँग जोइन हुन्छ। हाम्रो डन भनेको माइलो डन हो है, आकृति माइलो डन। अनि त्यसपछि हामी 3 जना, मेरो भाइ बहिनी अनि म, हामी हाम्रो मावलातिर लाग्छौँ। हाम्रो मावला चाहिँ पारी हो तर अलिक तल पर्छ। कान्छो कस्तो मजा आइरहेछ। हामी चाहिँ बोपारी आइपुग्यौँ। बोपारी अनि त्यसपछि हाम्रो गाउँ यता हो माङटेन देखियो। अनि त्यसपछि यता के कारा हाम्रो गोठ, हाम्रो बाजेहरूले के भन्ने आएन, हाम्रो गोठ है यता चाहिँ। अनि त्यसपछि हामी जानुपर्ने चाहिँ तल जानुपर्ने पारी, कोसी पारी। तर तल देखिँदैन, यो के अरे यो चिउरीको उयोले देखिँदैन, छोपिरहेछ। अनि त्यसपछि यसलाई चाहिँ धुपाराङ भन्छ। मलाई पहिला जानै दिनुहुन्न थियो यतातिर, किनकि मान्छे मरेपछि चाहिँ यो डाँडा लग्नुहुन्छ नि त। अनि मलाई त जानु दिनुहुन्न थियो। खै के पो भन्नुहुन्थ्यो पहिला, भन्नु आएन, मरे म। के ऊ सानो देखिरहेछ। ऊ उतापट्टि थोरै हल्का देखिरहेछ। अनि त्यसपछि भरे हामी जाने भनेको चाहिँ उतो पारी, त डाँडा उपल्लो डाँडा मुनतिर झरिन्छ। मेरो घर आउने बाटो देखाउँदैछ है सबैजनालाई। यहाँ छ हाम्रो मिस्टर जङ। अनि त्यसपछि म यहाँ छु। मेरो ब्याग छ। अनि त्यसपछि यहाँ मेरो भरिया छ। फोनमा बिजी छ। फोनमा आजको दिन चाहिँ एकदम यादगार भयो होइन। यो खुट्टा दुखेर यस्तो दामी दुखेर झन्डै मर्यो। पुरै भिडियो हेर्नका लागि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। बोयको झोला यता ट्रान्सफर भएको छ। हेलो म यहाँ छु। वेयर कहीँ हामी खोइ त तिमीहरू पहिलोचोटि एक्सपिरियन्स अब तैँले सुनाउनु पर्छ। हामी के भन्नु, यहाँ हिँड्नुले नमिठो भइरहेछ। खुट्टा यहाँ छ हाम्रो खुट्टा।
लडेर म तर गयो मैले जुत्ता खोलेर चप्पल लगाएको छु हामी गाडी कटेर अहिले यहाँ तल आइरहेको छु गाह्रो भयो हजुर गाह्रो भयो यहाँ पछाडि कस्तो मस्त भइरहेको छ केटाकेटी हो के भएको छैन रे यहाँ टाउकोमा बोक्नु परिरहेको छ झोला होइन के भइरहेको छ कान्छी कहाँ गयो त सबैको उनीहरूको खुट्टाको बाहाना बनाउँदैछ कहाँ आएको तिमीहरूले अर्को खुट्टा मिठो लाग्यो मलाई त यस्तो पाराले चाहिँ हामी मावला पुग्न गाह्रो छ तपाईँहरू के गरेको भिडियोमा हेर्न भने दाउरा पहिला त हामी तिनचोटि ढोगा है ढोगा कस्तो बिजाउने हौ यहाँ हेर बाटो यस्तो भएछ पुल सबै लट्टा तमुर यो तमुर हो समाएर हिँड्न डराउँछस् भने यो डराएर अर्को हिँड छिरेन छिरे हिँड त्यतिका झन् यस्तो गर्छ हेर तल हेर्न ऊ खोला पारी खोलावारी पिपलुरा बडा This is Samur. Nani? बाटो त राम यस्तो होइन यो तल थियो क्या पहिला बाटो अहिले यस्तो भएछ हामी अहिले उकालो चढ्दैछौँ हामी दिदी बहिनी चाहिँ भारी साटासाट गर्दै बोक्दैछौँ पारी त्रिवेणी एकचोटि क्या यहाँ होइन यहाँ क्या दाजु सुबाङ दाजु र म हामी बिस्कुट लिन आएको थियौँ यहाँ आउँदा आउँदा कोसी बढेको अनि हामीलाई बाढ छेकेको नि कोसीले यही तल थियो होइन त यो ढुङ्गा छ नि यो ढुङ्गा भन्दा मुनि हो क्या बाटो अनि बिस्कुट लिन आएको थियौँ लास्टमा त आउँदा आउँदा बढेको नि 81 चिप्लो छ है चिप्लो केटाकेटी हो हाम्रो मामा घरदेखि आधी घन्टा त्यस्तै आधी घन्टा 45 त्यस्तै हुन्छ खुवालुङ कहाँ छ थाहा छ नानी ओ यहाँ पर हो तर अहिले पानी बढेर सबै बगाएछ हो हामी यहाँ छेकेको क्या हामी बाटो यहाँ तल यो तल यो बाटो हो मान्छेहरू हिँडिरहेको रहेछ तर